भादोले खायो त यार लास्टै गम गम माइ गॉड हेर्नु नि त कत्रो कत्रो गाछ हाले हेर्नु न आऊ दादा हेलो नमस्ते गुड मर्निङ 11 माइलको सुटिङको लागि हामी लमजुङको माझी गाउँमा आएको थियौँ र यतिखेर हामी बिहानको 7 बजिसकेको छ हामी सुट गर्न खोलामा गइरहेका छौँ हेलो दादा नमस्ते गुड मर्निङ गइरहेका छौँ मसँग यतापट्टि आदरणीय बलदेव दादा हुनुहुन्छ पेन्सन बा यतापट्टि त्यसै गरी राजु कार्की दाई माने हुनुहुन्छ गरी हाम्रो गाइड दाई आरुपट्टे काका एकै खिन्दे काका लक्ष्मण चौलागाई हुनुहुन्छ गर्नको लागि जाँदैछौँ र बिहान 5 बजे उठेर मर्निङ वाक हुनुहुन्छ आदरणीय वरिष्ठ नायक हाम्रो अभिनेता दादा सन्तोष वास्ता लागेछ सरी है दादा सरी दादा हुनुहुन्छ दादा मर्निङ वाक गरेर आइपुग्छ फोटो उडाएर पुग्नुभयो जाँदैछौँ हामी बल्ल ओके छ हामी खोलामा जाँदैछौँ हजुरले त्यहाँ बस्दाखेरि झ्याउला है जाम आउनुहुन्छ कि के आउनुहुन्छ उतै जाने हो खाना साना सबै सबै उतै हो नि त खानाहरू हैन उतै खोला छ उतै नहुँदैन हुन्छ सबै उही छ खोलै छ जाउँ होइन यहीँबाट जाउँ लुगा त के फेर्नु पर्छ र खोला छ तल गएर नहुने अनि त्यसो सबै कुरो छ जाउँ दादा ल फर्क्यौँ नजाने दादा आइसिन केटाको छ अहिले केटाको छ दादाको छ राई केटा राम्रै छ नि ल यतिको हुनुपर्छ है राई केटा ओके दादा सियौँ हामी जाँदैछौँ हाम्रो माने दाई अगाडि जाँदै हुनुहुन्छ के छ यार तपाईँको त्यसको सिम्बल के हो त्यो गरेको रक गरे हो कि रकको नि यार है अलवेज रक क्या पट्टि बाले दादा हजुर हामी खोलामा जाँदैछौँ लगभग हामी 30-35 मिनट्स हिँड्नुपर्छ हजुरको खुट्टोले साथ दिन्छ है दिँदैन त्यहीसम्म त देला साथ दिन्छ है त्यहीसम्म त देला ठाडो उकालो मात्रै उक्लिन नसके हजुरले उकालो अब कन्टिन्यू एकछिन त अब त्यो चाहिँ सक्नुहुन्छ नि त खबर पारिबाट आको किचन डिपार्टको दिदीको सुपुत्र आउँदै हुनुहुन्छ के रे तिम्रो दिदीलाई भेट्न जानु हो दिदीलाई भेट्न जानु लाग्यो कता तिम्रो नाम के रे सनी सनिस कहाँ जानु लाग्यो ओके सरी हामी रमाइलो गर्दै गइरहेका छौँ हाम्रो लक्ष्मण चौलागाई काकाको पनि 2 शब्द जाओस् न यार हामी सुटिङमा हिँड्दैछौँ अब राममा एकदम दहली छेकेर माछा मार्ने छ आज सिनहरू त्यसमा हामीले खतरा खुद्नु चाहिने सामान दोकानमा हालेर हजुर सरर लिएर जाँदैछौँ अब आज माछा मारिन्छ ती भात पकाइन्छ ती खाइन्छ आज भात खाएर स्याम्रे तिनीहरू हुन्छ हामी पौडी पनि खेल्छौँ होइन आज पौडी पनि खेल्छौँ हामी त्यहाँनिर तपाईँले आफ्नो उमेरमा युवा अवस्थामा कतिको खेल्नुभयो पौडी गाउँहरूतिर खेलिरहेको छ सुटिङहरू यताउति भइरहेको छ सुटिङ होइन सुटिङ त पछि पुरा भयो नि युवा अवस्थामा क्या मेरो उमेरमा भनौँ न पौडी खेलिन्थ्यो नि हामी बाँटे हान्थ्यौँ है बाँटे छर्लममा बाँटेर एउटा पौडी खेल स्वाट पारिरहेछौँ हामी अब अहिले त जाउँ लाग्छ यो उमेरमा त त्यति बेला त झन् किन जानु है जोस थियो नि जोस कोसीपारी रामसे बालु चौरी खोलो भन्ने थियो हाम्रो चौरी खोलो म नि गएको छु म गएको छैन त कपाल खोलोमा हामी गएको छौँ त काका गएको छौँ नि त्यस कारणले गर्दाखेरि 2 दिनको जिन्दगीमा रमाइलो गर्नुपर्छ हाँस्नुपर्छ बाँच्नुपर्छ नाच्नुपर्छ पौडी खेल्नुपर्छ सबै कुरा गर्नुपर्छ दाइले चाहिँ आफ्नो उमेरमा कतिको पौडी खेल्नुभयो यानि कि तपाईँ यता इन्डियामा जन्मिनु भयो उतै हुर्किनु भयो होइन त्यहाँको खोला नालाहरूमा पौडी खेल्नु भयो कि भएन के हो खोलामा त होइन बाबु स्विमिङ पुलमा चाहिँ खेलेको थियो स्विमिङ पुलमा होइन स्विमिङ पुलमा चाहिँ हामीले पौडी खेल्थ्यौँ खोलामा चाहिँ खेलेको छैन तर यहाँ पनि यता जानुपर्ने यता भयो भन्दैछु ठिक छ अलिकति बाटो बिर्सेर हामी उकालो चढ्दैछौँ फेरि अलिकति मिस्टेक हुन्छ लाइफमा
यसलाई सुधारेर अगाडि बढ्ने हो। त्यस कारणले गर्दाखेरि इन्डियामा स्विमिङ पुलमा खुब स्विमिङ गर्नुभयो नि त? स्विमिङ गरिन्थ्यो। खोलामा चाहिँ प्याक गर्नु पर्दाखेरि गरेको छैन, किनकि अब बगेको खोलामा गरेको छैन। आज एक्सपिरियन्स लियो। झ्वाममा हाम फाल्ने हो कि त बार कि त पार, कि घर आइन्छ कि बगाएर लान्छ। ओइ त्यसो नभन्नु, समातेर भए निकाल्नु पर्यो नि। ओके, म हेल्प गर्छु तपाईँलाई, म सिकाउँछु। हामी सुटिङ सेटबाट लगभग 10 मिनट हिँडिसकेका छौँ। अब हाम्रो जर्नी 25 मिनटमा सकिन्छ। दादा थकाइ लाग्यो, 10 मिनटमै थाक्नु हुँदै। ठिक छ, थकाइ लाग्यो छैन है? झन् ऊर्जा आउँछ, गुड जति हिँड्यो त्यति आउँछ, पसिना आउँछ। हुन्छ, गुड। दादाले 2 शब्द बोल्न चाहनु भएको छ? म केही 2 शब्द बोल्दिनँ, हिँड्दैछु। 1 शब्दमा यो 1 शब्द। क्रममा हामी बाटोमा ऐसालु खाँदैछौँ। बल्छीलाई जन यता काली मुसी अर्जुन सरले डिभाइड गरेर खानुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। एकदम डिभाइड गर्ने हो। म विश्वस्त छु। कहाँ ऐसालु के छ सर मैले अब बाबा टेस्टी छ? ल हामी जाउँ। हेलो, मेरो उज्जवल सरले एकदमै हेम्पु भएछ र मलाई सुटिङ गरेर यहाँ बोलाउनु भयो, तर यहाँरै हुन्छ भन्नु। म आधा घन्टा हिँडेपछि 10 मिनट सरले भन्नुभयो कि तपाईँको सुटिङ छ दादा किन आउनुभयो भन्नु हो। होइन हजुर, त्यहाँ एक्लै हुनु होला भनेर लर गानी। ओके, खानुपर्छ। यहाँबाट सेफ जोर्नी। हामी खोलामा आइसकेका छौँ। हुन्छ, सबैजना खोलामा हामी यहाँ सुटिङ गर्छौँ। यहाँ माछा मार्छौँ। माछा मारिसकेपछि हामी टक्क लगाएर घर बन्द गरेर जान्छौँ, सुट पनि गर्छौँ। करिब 6-7 घन्टाको सुटिङ पश्चात दिउँसोको 2 बज्यो। हामी खाना खाने तर खोलामै खाने। यतापट्टि हाम्रो डेभिड माम्स हुनुहुन्छ, यतापट्टि पुपु हात धुँदैछिन्, यतापट्टि किचन डिपार्ट बल्छी दादा हात धुन आउनुभयो। अब हामी खाना खान्छौँ। यतापट्टि अरू हुनुहुन्छ, यतापट्टि साथीहरू रमणीय स्थलमा हामीले खाना पकाएर खाँदैछौँ। खोलाको लोकल माछा मारेर त्यसको झोल बनाएर खाँदैछौँ। दादाले गर्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो खोलामा बग्दै गरेको कलकल पानीको फ्रिज। यसमा हामीले मही चिसो पारेर राखेका छौँ। लगभग यो मही भयो। अब हामी यसलाई भातसँग खान्छौँ। हल्का रमाइलो। यस, हामी लमजुङ तारदी खोलामा छौँ। हल्का रमाइलो प्रत्येक आइतबार साँझ 8:30 बजे बल्छी ध्रुव युट्युब च्यानलबाट हेर्न नबिर्सिनु होला। मामा ल हेरौँ त हजुरको 8 ल यति भन्दाखेरि हामी फाल्नु भयो। गुड। यतापट्टि हुनुहुन्छ हाम्रो पाङ्कुली उर्फ साउनी, यतापट्टि किचनको दिदी। आइएम नट के, आइएम फ्रम माझीगाउँ रेटाङ माझीगाउँ। ल ओके। यतापट्टि हाम्रो सानो कलाकारलाई भोग्लायो, सानो आर्टिस्टलाई भोग्लाएर अब खाना खाने तर्खरमा छौँ। उहाँको टाउको दुखेर रहेछ। अब हामी माम खान्छौँ। यतापट्टि हाम्रो भर्खरै कोइला खानीबाट आउनुभएको एकजना दाई हुनुहुन्छ। दाई, अनि तपाईँको यो विगत 24 वर्षको यो कोइला खानीको अनुभव कस्तो भइरहेको छ? कोइला खानीमा काम गर्दाखेरि के रोग लाग्यो कि लागेन? त्यता विकिरणहरू आउँछ भन्छन् नि, के छ दाई हजुरको भनाइ? यसैले पहिले यो भन्। उहाँ चाहिँ बोल्न नसक्ने अवस्थामा सायद भोगले होला जानुभयो। माथितिरबाट फेरि गुल्टेर तलतिरै आउनुहुन्छ। यतापट्टि हाम्रो वरिष्ठ लाइटम्यान दादा शिवमान दादा हुनुहुन्छ। यतापट्टि हाम्रो किचनको दिदी पस्किँदै हुनुहुन्छ। यतापट्टि हाम्रो पबुजी हरेकृष्ण हुनुहुन्छ। उहाँ आफ्नो विशेष भोजन गर्दै हुनुहुन्छ। उहाँ पढामी भएको कारणले गर्दाखेरि खानुहुन्छ। यस्तो छ अवस्था। साथीहरू आउँदै हुन्छ, कोही हात खुट्टा धुँदै हुनुहुन्छ। उतापट्टि साउनी टोलाएर बसिरहेका छिन्। सायद कतिखेर मेरो भागमा खाना आउँछ भनेर कुरा राखे पनि हुनुपर्छ। यो
अहिलेलाई म खाना खाने जमर्को गर्दछु र एकछिनपछि फेरि अर्को भिडियो लिएर आउँदैछु। थ्याङ्क यू। हाम्रो माछा खोलामै मारेको हाम्रो गुन्द्रुक हाम्रो भात हामी सबै लाइनमा छौँ। सबजना लाइनमा हुनुहुन्छ, सबजना लाइनमा हामी खाना खाने तयारीमा छौँ। ओके मेरो अर्ग्यानिक तरिकाले बनाएको रोल नम्बर 2 जानु रोल नम्बर 2 म 4 हो 1 2 3 मामा यसरी हैन यसरी यसरी यो अर्को एउटा बनाउनु स्वादले खायो त यार लास्टै गम गम माइ गॉड हेर्नु नि त्यहाँ कत्रो कत्रो गाछ हालेको हेर्नु न आऊ दादा हेर्नु त तर्छु कस्तो राम्रो लाग्छ गाइज हामी खोलामा बसेर खाना खाँदैछौँ ल मिठो भइरहेको मिठो है अच्छा यस्तै यस्तै त्यो पनि घरमा सबै छ अनि अचार पनि छ मही पनि छ 3-4 पिस नै खानु पाउँयो भने त निकै फिरिन्थ्यो होला है 3-4 साल खाना पाए त निकै फिरिन्थ्यो होला है मेरो झोला कहाँ राख्यो नानी त्यतिकै हो के भन्नु त्यो पनि धेरै भइसक्यो तिमी चार दिशा चारतिर घुरी हिँड्ने पूर्व पश्चिम उत्तर दक्षिण तिमी चारतिर चारै दिशा पसेर घुरी हिँड्ने तिमी छौडा हो तिमी त्यो सानो मार्गलाई छोडेर परिने चरा कुरो नभएपछि ढ्याङ्ग्रो मैले ठोक्नु नपर्यो ढ्याङ्ग्रो ठोक्नु पर्यो भने राम्रो हुँदैन हो अति पनि कहिले भिरभन्दा लडेर मर्छ कहिले भएर मरेका पिरा जहाँ सबैलाई छ नभएको हो र यो बालकलाई आएर तिमीले दुःख किन दियौ तिमीलाई म थान्कामा दिन्छु रोटी खान्छौ बाबर खान्छौ खिर खान्छौ के खान्छ देवी थान बनाएर थानमा राखिदिन्छु यो बालकले छोड्दै